नमस्ते। यदि तपाईँ पनि घरमै हुनुहुन्छ, तपाईँको बच्चा घरको कोठाको एउटा छेउमा एक्लै खेलिरहेको छ अथवा एक्लै झोक्राएर गुनगुनाएर बसिरहेको छ भने अभिभावक भएर सोच्दाखेरि मेरो बच्चाले खेल्ने कुनै गतिलो खेलाउन पाएन अथवा एक्लै भयो भनेर अलिकति खिन्न मन हुने, उसँग गएर हामी खेलिदिने, बोलाउने, जिस्काउने अथवा लौ म तिमीलाई आज यो किनिदिन्छु, त्यो किनिदिन्छु भनेर डिस्ट्र्याक्ट गर्ने हाम्रो बानी रहेको हुन्छ। झट्ट हेर्दाखेरि त्यतिखेर त बच्चा खुसी हुन्छ, उसले इन्जोय गर्छ, तर दीर्घकालमा भने उसको दिमागको विकासमा यसले पनि एक प्रकारले नकारात्मक असर गरिरहेको हुन्छ। किनभने बेला बेलामा बच्चा बोर भयो, एक्लै खेल्न सिक्यो भने त्यसले उसलाई आफूले आफूलाई ह्यान्डल गर्ने इमोसनल रेगुलेसन गर्न सक्ने खुबी विकास गर्छ, बच्चाको आफूमा कन्फिडेन्स बढ्छ, उसले यसरी एक्लै हुँदाखेरि नयाँ कुराहरू सोच्ने, क्रिएटिभ गेमहरू खेल्ने र आफू वरिपरिको सराउन्डिङ एक्सप्लोर गर्न सिकिरहेको हुन्छ। यो सबै कुराहरू अरू साथीसँग खेलाउनसित अथवा हामी एडल्टहरूसित इन्टरेक्ट गर्दाखेरि सम्भव हुँदैन। त्यसैले यदि तपाईँको बच्चा एक्लै भएर पनि खेलिरहेको छ, उसलाई यसले स्ट्रेस भएको छैन, ऊ झगडा गरेको छैन, झिझेको छैन भने एक्लै झोक्रायो, एक्लै गुनगुनायो अथवा एक्लै एउटा गाडी लिएर कुनामा बसेर खेलिरहेको छ भने पनि त्यो पनि पोजिटिभ कुरा हो। यसलाई हामीले ब्रेक गर्ने, बच्चालाई डिस्ट्र्याक्ट गर्ने गर्न खोज्नु हुँदैन।